बुढीको अगाडि झुक्दैमा केही पनि हुँदैन, संसारको अगाडि कसैको अगाडि झुक्नु हुँदैन भन्छन्, तर आफ्नो बुढीको अगाडि झुक्नु क्या। उसले चाहिँ सबै थोक छोडेर आउने, मैले उसको अगाडि झुक्नु। मेरो बुढी हो, दुनियाँले मलाई नामर्दा भनोस् जेसुकै भनोस्, ए बुढीसँग झुक्दो रहेछ भन्नेले भनोस्, मेरो बुढी हो नि त, मेरो सब थोक हो नि त, हो म त झुक्छु क्या। मेरो बुढी मेरो एभ्रिथिङ, आमा अनि बुढी संसारको सबैभन्दा पवित्र चिज हो क्या। सो यो दुईवटा चिजलाई हामीले एकदमै रेस्पेक्ट गर्नुपर्छ। ओके, र यो सोच सदैव रहिरहोस्। कति मान्छेले त भन्छ बोल्ने मान्छेले पुरा गर्दैन, यस्तो हुँदैन, हजुर। खत्तम छ होला, आफूले दुनियाँको टेर दिन्छ होला पनि भन्छन्। बोल्ने मान्छे बोलिरहन्छन्, आफ्नो कर्तव्य गर्दै जाने, आफूले के सोच्छ त्यो मान्छेले नजिकबाट सङ्गत गरेपछि थाहा हुन्छ म कस्तो छु कतिजना भन्ने। क्यामेराको अगाडि हो भनेर भन्नु पनि हुन्छ होइन, अब नेचर यस्तो त होइन मान्छेले कतिले त क्यामेरा मलाई केटी मान्छे पट्याउनको लागि यस्तो बोल्यो पनि भन्छन् कि होइन। सो कस्तो मिठो सोच रहेछ, इम्प्रेस हुन्छ नि त मान्छेहरू होइन। कसैलाई पट्याउनु, मलाई कोही पट्याउनु पनि छैन, मलाई कोही नजिक, मलाई त एकदम डर लाग्छ कि लभदेखि। म त एकदम हारेको मान्छे हो लभदेखि। सो म त लभ गर्नु नै छैन, म त एरेन्ज म्यारेज गर्ने हो। सो मलाई कोही नजिक हुनु पनि छैन, कोही केटी चाहिएको पनि छैन। सो मलाई कसैलाई पट्याउनु छैन, किन यस्तो कसैलाई इम्प्रेस पार्नु, मलाई जे लाग्छ म त्यही बोल्ने हो क्या।